पनि आम्दानीका शीर्षकका खर्चका शीर्षकहरूका ती सबै कुराहरूलाई हामी प्रविधिमा जोड लगाएको छौँ। लेजर यो भए पनि हामी कम्प्रेस गरेर एक्सेल सिटमा काम गरेर मास्केवारी फाटवारी बनाएर सबै सिस्टम चाहिँ हामी सबै कम्प्रेस नै गर्छौँ। व्यवसायी उद्योगी तथा लेखासँग सम्बन्धित कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीमा 2 दिने लेखा व्यवस्थापन तथा सफ्टवेयर तालिम सञ्चालन गरिएको छ। मन्थली नगरपालिकाको सहकार्य तथा समन्वयमा रामेछाप उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त तालिमलाई मन्थली नगरपालिका वडा नम्बर 1 ले आर्थिक सहयोग गरेको थियो। तालिममा जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी उद्योगी तथा कम्पनीका लेखा कर्मचारी र व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त तालिमको उद्घाटन रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले गर्नु भएको थियो। तालिममा सहभागीहरूलाई लेखा व्यवस्थापन, कर तथा भ्याट प्रणाली, सफ्टवेयर मार्फत दैनिक कारोबार प्रविष्ट, स्टक व्यवस्थापन, वित्तीय प्रतिवेदन तयारी तथा व्यावसायिक अभिलेख व्यवस्थापनका विषयमा व्यावहारिक प्रशिक्षण दिएको थियो। तालिममा लेखा व्यवस्थापन तथा कर सम्बन्धी विषयमा चार्टर एकाउन्टेन्ट नवराज घोरासैनी र लेखा सफ्टवेयर सम्बन्धी विषयमा ददिलाल नेपालले सहजीकरण गर्नुभएको थियो। उक्त तालिममा सहभागीहरूले व्यवसायको वित्तीय गतिविधि व्यवस्थित रूपमा अभिलेखीकरण गर्न, कारोबारको विश्लेषण गर्न तथा आवश्यक प्रतिवेदन सहज र प्रभावकारी रूपमा तयार गर्न सक्ने भएका छन्। 2 दिने उक्त तालिमको समापन समारोहमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले आर्थिक समृद्धि, संस्थागत सुशासन र व्यावसायिक सफलताका लागि लेखा व्यवस्थापन सम्बन्धी ज्ञान तथा व्यावहारिक सिप अपरिहार्य रहेको बताउनुभयो। पढाइसँगै सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक उपयोगिता प्रमाणित हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ। थप तालिम आवश्यक भएमा मन्थली नगरपालिका सहकार्य गर्न तयार रहेको पनि उहाँले बताउनुभयो। सिक्ने कुरामा केही पनि हिचकिचाउनु हुँदैन। त्यसो हो भने तपाईँ हामी अगाडि बढ्न सकिन्छौँ। विशेष गरी संस्थाको आर्थिक कारोबार र व्यवस्थापन गर्ने कुरामै जोडिन्छ। यसको भित्र गएर छलफल गर्ने हो भने के छ भन्ने कुरो त तपाईँहरू अध्ययन गरेर आउनुभएको, त्यसमा थप कुराहरू पनि हुनसक्छ। तपाईँले काम गर्दा फेरि तालिमको आवश्यक पर्यो, यसरी जान सकिन्छ, हामीले काम गर्दै जाँदा अप्ठ्यारो पर्यो भन्नुभयो भने स्थानीय सरकारसँग समन्वय गर्नुहोस्। स्थानीय सरकारले सकिएको कुराहरू, स्थानीय सरकारले विशेष गरी मसँग 20 रुपियाँ छ, 20 रुपियाँ केही थप सहयोग गर्नु पर्यो भने त्यो चाहिँ गर्न सक्छ। 40 को 40 नै गर्ने भन्ने चाहिँ उसको अलिकति क्षमता हुँदैन। त्यसकारण मान्छेलाई ऊर्जा दिने कुरामा लाग्न सक्छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले आधुनिक लेखा प्रणाली र सफ्टवेयरको प्रयोगले व्यवसायलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुर्याएको बताउनुभयो। उहाँले परम्परागत हिसाब किताब प्रणालीबाट डिजिटल प्रणाली तर्फ रूपान्तरण हुन आवश्यक रहेको महसुस गरी तालिम आयोजना गरिएको बताउनुभयो। देशको अर्थतन्त्रलाई सबलीकरण गर्नलाई, अगाडि बढाउनलाई, व्यवसाय चुस्त दुरुस्त राख्नका लागि व्यवसाय गर्दा न हिसाब किताबमा कहीँ दुर्घटना हुन्छ कि जरिवाना परिन्छ कि भन्ने ध्येयले चाहिँ हामीले जुन कार्यक्रम, जुन उद्देश्यले आज हामीले चाहिँ तपाईँलाई ट्रेन गराएर छौँ। सामान्य हिसाब किताब नेपाल सरकारले चाहिँ हामीले उसको नीति नियम, उसको तहगत हिसाबमा हामीले यो हिसाब किताब व्यवस्थापन राख्न सकेन भने व्यवसाय जति गर्नु त्यसको कोही लाभवाला हुनेवाला छैन र व्यवसाय सफल पनि हुँदैन। 12 क्लास पास गर्ने ब्याचलर गर्नेलाई पनि यो विषयमा पूर्ण जानकारी नहुने भएकोले हामीले यो किसिमको तालिमको आयोजना गरेको हो। जिल्लामा आवश्यक पर्दा लेखा व्यवस्थापन सम्बन्धी कामका लागि आवश्यक जनशक्ति तालिमका सहभागीहरूबाट पूरा हुने अपेक्षा आफूले लिएको रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव घिमिरेले बताउनुभयो। हिसाब किताब लेखाजोखाको हिसाब किताब राख्दाखेरि चाहिँ यहाँ अहिले तालिम लिनुभएको, यहाँ ड्यासमा आसिन लगायत यहाँ ओरतिर परतिर देखिने सबैले यहाँहरूको अनुहार झलक्क आउँदाखेरि मेरो पनि पसलमा केही त्यस्तो खालको पर्यो भने यहाँहरूलाई बोलाउन सक्ने सबैले चाहिँ त्यो खालको आफूले चाहिँ अहिले प्रशिक्षकज्यूबाट चाहिँ दिएको यो ज्ञान र सिप छ जुन आफूले पनि त्यो सिप निकाल्नुपर्छ। त्यो सिपलाई पनि तपाईँले युटिलाइज गर्नु भनेदेखि भोलिको दिनमा रामेछापले पनि एउटा यो लेखा व्यवस्थापनको अन्य ठाउँमा खोज्न जानु पर्दैन। यहाँहरूलाई खोज्दाखेरि हाम्रो काम बनोस् भन्न चाहन्छु म। तालिम अत्यन्तै उपयोगी भएको तालिमका सहभागीहरूको भनाइरहेको छ। यो तालिमले चाहिँ मलाई एकदमै, मैले चाहिँ विशेष गरी एआईसँग आफूलाई कसरी जोड्न सकिन्छ भन्ने कुरालाई चाहिँ फोकस गरेँ। लेखासँग एआई, लेखाकै फिल्ड पढिराख्दा त्यही फिल्डमा काम गरिराख्दा मैले धेरै कुराहरू चाहिँ छुटिरहेको रहेछु। मैले हातले सबै कामहरू गरिराख्ने, सबै कामहरू हातले गरिराख्दाखेरि चाहिँ कहिले कुन फाइल कता राखेको हुने, कहिले कता राखेको हुने आफूलाई सम्झिन नै एकदमै गाह्रो हुने कि अब मोबाइल ल्यापटपबाटै आफूले लेखा चाहिँ एआईसँग जोडेर कसरी गर्न सकिन्छ,
विशेष गरी लेखालाई एआईसँग कसरी चाहिँ जोडेर काम गर्ने भन्ने चाहिँ सिकेँ। अनि अर्को कुरा भनेको चाहिँ मलाई एकदमै राम्रो लागेको भनेको चाहिँ हामीले एआईबाट पनि सहज तरिकाले सरल तरिकाले लेखा राख्न सक्ने रहेछौँ। मैले चाहिँ यो उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो 2 दिने विशेष लेखा व्यवस्थापन सफ्टवेयर तालिममा चाहिँ भाग लिएर एउटा सहभागीको तर्फबाट भाग लिएर चाहिँ विविध लेखा सम्बन्धी जस्तै हामीले कलेजमा पढ्दाखेरि चाहिँ लेखा सम्बन्धी थ्योरीका नलेजहरू चाहिँ धेरै लिएका हुन्छौँ, तर त्यसलाई प्र्याक्टिकली र व्यवहारमा चाहिँ हामीले व्यवसाय गर्दा र लेखा राख्दाखेरि हामीले कसरी राख्ने हो भन्ने चाहिँ हामीलाई ज्ञान प्राप्त भएको हुँदैन। हामीले थ्योरीको हिसाबले र परीक्षा केन्द्रित हिसाबले मात्र पढिरहेका हुन्छौँ, तर हामीले भविष्यमा व्यवसाय गर्दा र लेखा सम्बन्धी कुनै पनि कार्यहरू हामीले गर्नुपर्दाखेरि चाहिँ यसलाई व्यावहारिक तरिकाले चाहिँ व्यवस्थित र वैज्ञानिक ढङ्गले चाहिँ हामीले कसरी राख्न सक्छौँ भन्ने विशेषता हामीले चाहिँ यस तालिमबाट सिकेका छौँ। यो लेखाको तालिम चाहिँ एकदम अनिवार्य छ अहिलेको परिवेशमा। यो विभिन्न पर्व विषयहरू के हो त्यो पनि थाहा छैन, त्यसमा लेखासँगै प्लस भयो। प्लस लेखा चाहिँ कस्तो कस्तो लेखा राख्ने, कसरी राख्ने, हामीले ठिक समय अथवा यति यो कारोबारको चाहिँ यसरी कर तिर्ने भनेर फिक्स गर्ने र कारोबार चाहिँ क्लियर गर्नको लागि चाहिँ लेखाको तालिम एकदम अनिवार्य आवश्यकता रहेछ भन्ने बुझेँ। उक्त तालिममा विभिन्न क्षेत्रका लेखा सम्बन्धी काम गरिरहेका तथा क्याम्पस स्तरमा लेखा सम्बन्धी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरू गरी 42 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। रामेछाप उद्योग वाणिज्य संघले व्यवसायहरूको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन तथा प्रविधि मैत्री व्यावसायिक वातावरण निर्माण गर्न यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ।